लगाइज हामी चाहिँ राजाको ठाउँमा चाहिँ जापानको राजाको ठाउँमा छिर्न लागेको छौँ 5 जना हाम्रै पुर्खाको हो गेट चाहिँ हो है इन्ट्री गेट चाहिँ है ल यहाँदेखि हाम्रो छिर्ने ठाउँ गेट है आशिष हाम्रो कुन ठाउँ रे यो आशिष यहाँ हाम्रो कुन ठाउँ रे राजाको प्यालेसमा छिरिसकेको छौँ है राइट यहाँबाट छिर्दै हामी मस्त लगाएर जाँदै हो ट्याक्क लगाएर होइन अब चाहिँ म पनि देख्नु पर्ने हुन्छ त्यसले ए हामी जाँदैछौँ हाम्रो सेतो टोपी लाउनु चाहिँ सन्दीप भाइ हाम्रो आशिष दाई हाम्रो राजु दाई हाम्रो सुरज साथी दाई नै हो नि सबै ल गाइज हाम्रो बाले चाहिँ दान दिएको सम्पत्ति हो हो युट्युबमा हेर्नुपर्छ केटा गएको उसमा है फेरि अहिले यहाँ एकछिन यत्तिकैमा भिडियो रोकेर फेरि एकछिन देखाउनुपर्छ राजु सर हाम्रो यो हामी कहाँको रे हाम्रो बाको सम्पत्ति हो पहिला चाहिँ माग गेलाउने दान गर्नु रहेछ विस्तार रूपमा हामी देखाउँदैछौँ नातिकन हेरिदिनु होला हाम्रो राजुको बाको सम्पत्ति अरे यो है यो घर चाहिँ एकदम पुरानो रहेछ होइन ल राजु ल यो ठाउँको बारेमा केही दिनु त 2-4 शब्द यो चाहिँ हाम्रो राजा जापानको राजा बस्ने ठाउँ है एकदम प्रसिद्ध ठाउँ हामी आज दोस्रो तेस्रो पटक तपाईँलाई देखाउन भनेर आउँदैछौँ तर यता जानु पर्ने भयो पहिला हाम्रो बहुमूर्ति यताको बजार गएर हजुर हजुर हामी फर्किँदैछौँ हजुर हामी अब त्यस्तो राम्रो भ्यू छोडेर यता हल्का उकालो जस्तो बाटो भेट्यो हजुर कसले बोकेको थाहा हाम्रो बाले बोकेको राम्रोसँग राखेर चाहिँ त्यो सिकारमी चाहिँ दामी रहेछ अधर्मी हो सिकारमी घर बनाउने होइन कच्चाका नानीहरू गाइज हाम्रो अगाडिको लकी भुसा भाइ हमारा बंगाली दोस्त है ये हमारे यूट्यूब चैनल में नया आ गया है इधर अभी आशी राजू एउटा तरुणी के पीछे गाय गीत गाइयो तो पीछे चलते हो भाई क्या है गाय गीत ल मेरे को क्यों दिखाया ये हमारा लकी भुसा भाई है कल क्लास में देखना है ना ये वीडियो ठीक है बाय 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 ल आशिष एक्चुअली हाम्रो सिनियर केटाहरूको रमाइलो हेरौँ ल एक्चुअली नाच्ने केटाहरू नाच्ने उफ्रियौँ ल हजुर ल हामी घोडा चढ्ने मालिक राजु डल्लाले सुतेर तिमीलाई कस्तो फिल भइरहेको आशिष ड्रोन सट यस्तो आशिष ड्रोन सट यो हो नि त ल हाम्रो राजु सरले फोटो बनाएको छन् उ ल राजु डान्स दियो एउटा बस हाम्रो सन्दीप सर ल दियो हाम्रो सुरज म चाहिँ अहिलेसम्म देखिरहेको छ नि भिडियोमा चाहिँ अहिले देखिन चाहन्छु होइन यस्तो अनिस एउटा डायलग हान्नौँ अहिलेसम्म चाहिँ ठिक थियो एकदम मुजी अनुहार हेर्नु पर्यो भ्लग क्यान्सल भन्छ
ल ल कागमा ल फोटै खिच्दै एउटा फोटो